हेलो एन्ड नमस्ते एभ्रिवान सबैजनालाई। आज म फेरि मेरो एउटा प्रोजेक्टको बारेमा तपाईँहरूलाई भन्न गइरहेको छु। यो चाहिँ मेरो पुरानै प्रोजेक्ट हो, बस भिडियो बनाएको थिएन, त्यसैले फेरि भिडियो बनाउँदैछु। सो हल्का ब्रिफिङ गरौँ है। सो मेरो प्रोजेक्टको नाम चाहिँ रहेको छ नेप्से सिएलआई होइन। यो चाहिँ एउटा नेप्से प्याकेज हो। तपाईँहरूले जब इन्स्टल गरेपछि चाहिँ कमान्ड प्रम्पटमा चाहिँ तपाईँले नेप्से हान्नुभयो भने चाहिँ तपाईँहरूको नेप्से टर्मिनल एक्सेस हुन्छ। यो चाहिँ टर्मिनल बेस्ड एप्लिकेसन छ, टियुआई पनि भन्छन् होइन। सो यसमा चाहिँ तपाईँहरूले चाहिँ नि जुन नेप्से रिलेटेड डेटा हुन्छ त्यो चाहिँ तपाईँहरूले आफ्नो टर्मिनलबाट एक्सेस गर्न सक्नुहुन्छ। जेनरली नेप्से रिलेटेड डेटा टर्मिनलबाट एक्सेस गर्नु पर्दैन र मैले फेरि पनि भन्छु दिस चाहिँ मैले आफ्नै कन्भिनियन्सको लागि बनाएको थिएँ। तर यसको मेन हाइलाइट भनेको चाहिँ अब आइपी अटोमेसन नै हो होइन। नर्मली मलाई चाहिँ अब हुन्छ नि, अब घरभरिको सबैको फ्यामिली मेम्बर्सको म आफैले नै अब अथवा कुनै सेयर बेच्नु पऱ्यो भने कुनै सेयर अथवा कुनै आइपी अप्लाई गर्नु पऱ्यो भने चाहिँ म आफैले गर्नुपर्छ। अनि यसो पालैपिलो सबैमा गर्दा चाहिँ ज्या हुन्छ भनेर चाहिँ मैले यसलाई कसरी अटोमेट गर्न सकिन्छ भनेर चाहिँ मैले यसलाई यसरी आफ्नो सहजताको लागि मैले चाहिँ यसरी आइपी अटोमेसन गरेको थिएँ होइन। अनि त्यो पछि त्यही मेन फोकस चाहिँ आइपी अटोमेसन, त्यो पछि पछि अनेक नेप्सेको त्यो डेटाहरू देखाउने भनेर ल्याएको हो। सो मेन हाइलाइटै त्यही छ नि, त्यही सुरु गरिदिउँ न त है। सो तपाईँले इन्ट्री हुनलाई त नेप्से कमान्ड हान्नुपर्छ। इन्स्टलेसन म लास्टमा बुझाउँछु, एकदम सजिलो छ, केही गाह्रो पनि छैन। सो स्ल्यास अथवा हेल्प भनेर लेख्नुभयो भने अथवा वाट भनेर टाइप गर्नुहुन्छ चाहिँ तपाईँ कमान्ड एभाइलेबल कमान्डको एउटा डिस्क्रिप्सन खुल्छ है, कमान्ड सरी। अनि तपाईँको यो चाहिँ मैले भने जस्तै मार्केट रिलेटेड डेटा तपाईँलाई हेर्नु छ भने तपाईँले यसरी चेक गर्न सक्नुहुन्छ। स्टक एनालाइसिस, ट्रेडिङ इन्फो, मेन चाहिँ हाम्रो आइपिओ म्यानेजमेन्ट हो होइन। सो अहिलेको लागि चाहिँ हामीसँग हेर्न सक्छौँ आइपिओ म्यानेजमेन्टमा तपाईँहरूले पहिला एभाइलेबल आइपिओ हामी चेक गर्छौँ है त। डाइरेक्ट पहिला आइपिओ कसरी अप्लाई गर्ने भनेर चेक गर्नेछौँ। सो अहिलेको लागि जेनरलको लागि चाहिँ लोकलको लागि खोलेको रहेछ माइग्रेन्ट वर्कर, अनि पछि माइग्रेन्ट वर्कर जेनरलको लागि चाहिँ यमलिङ हाइड्रो पावर खोलेको रहेछ। हामी अहिले त्यही अप्लाई गर्दै हुनेछौँ है। सो यसमा चाहिँ तपाईँले दुई तरिकाले अप्लाई गर्न सक्नुहुन्छ। कमान्ड रहेको छ अप्लाई भनेको जस्तै इन्डिभिजुअल युजरको लागि मात्र हो भने अप्लाई होइन, अथवा मल्टिपल युजर लाग्यो भने अप्लाई माइनस अल। तपाईँहरू अप्लाई माइनस अल चाहिँ तपाईँहरूसँग एउटा मात्र अकाउन्ट छ भने पनि युज गर्न पाउनुहुन्छ, केही फरक पर्दैन। अनि यो दुइटा जुन कमान्ड छ यो दुइटा चाहिँ लेगेसी चाहिँ मैले सुरुमा बनाउने बेला चाहिँ यसमा ब्राउजर अटोमेसन गरेको थिएँ प्लेराइटको थ्रुबाट। तर हामीले चाहिँ पछि एपिआई अटोमेसनमा स्विच भयो होइन, त्यसैले त्यो एपिआई अटोमेसन अलट फास्टर हुन्छ। अनि यो जुन लेगेसीवाला छ यो चाहिँ हाम्रो प्लेराइट बेसमा छ। जेनरली तपाईँले युज गर्न सक्नुहुन्छ यो पनि होइन। यो चाहिँ अलिकति स्लो नै छ किनकि ब्राउजर अटोमेसन यताउति गर्नुपर्छ, यसबाट झ्यापझ्याप एपिआईबाट चाहिँ फास्ट हुन्छ क्या है। सो लिस्ट अफ एपिआईमा यामलिङ खोलेको रहेछ। सो हामी गर्छौँ अप्लाई, पहिला इन्डिभिजुअल अप्लाई गरौँ है। अप्लाई भनेर हुन्छ अनि अप्लाई अनि जस्तै तपाईँको युजरको नाम हुन्छ, जस्तै युजर पनि तपाईँहरूले कसरी गर्न सक्नुहुन्छ भने पहिला लिस्टमा हेर्छु है त। मेरोमा अहिले यति फ्यामिली मेम्बरहरू एक्जिस्टिङ छन् होइन, मम, ब्रदर, ड्याड, मी भनेर राइट। सो तपाईँले एड गर्नु पऱ्यो भने यसरी एड गर्न सक्नुहुन्छ। अनि अथवा मेम्बर नेम यसरी हाल्न सक्नुहुन्छ। अब तपाईँको डिपी कोड अथवा यो हेर्नुहोस् है, यो चाहिँ आफैले गर्नु होला, यो खासै गाह्रो छैन। तपाईँलाई यहाँ के हाल्ने भनेर मात्र भन्छ। यो स्टेप त यो एकदम सजिलो छ है, मैले यसलाई देखाउन चाहिनँ किनकि मसँग अहिले कुनै नयाँ अकाउन्ट छैन र पुरानो अकाउन्ट एक्जिस्टिङ यसैमा छ, फेरि हटाएर हाल्नुपर्छ, त्यसमा मलाई चाहिँ झ्याउ लाग्छ है। सो तपाईँहरूले एड गरेर एड गर्न सक्नुहुन्छ, खासै के कमान्ड छैन, त्यहाँ जे प्रम्प्ट दिएको छ त्यही अनुसार डेटा इन्ट्री गर्नुहोस्, त्यति सकिहाल्नुहुन्छ है, त्यसमा नजाउँ। सो मैले के भने लिस्टमा मेरो 4 जना रहेको छ अहिले होइन। सो अप्लाईमा चाहिँ आफ्नो नेम के भनेर सेभ गर्नुभएको छ त। सो मैले मेरो लागि मी भनेर सेभ गरेँ, म अप्लाई मी गर्छु। अनि यसरी मलाई लिस्ट अफ आइपिओ भनेर आउँछ होइन, फास्ट आइपिओ एप्लिकेसन फर मी किता 10। यो चाहिँ 10 कसरी आयो भन्दाखेरि चाहिँ तपाईँको जस्तै तपाईँले एड गर्ने बेला नि मिनिमम अप्लाई कति गर्ने त आइपिओ भन्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि त्यसको लागि चाहिँ 10 हुन्छ है। तपाईँले 10 भनेर 20 भनेर सेट गर्न पाउँछ, पर्ने 10 किता नै हो, त्यसैले जेनरली 10 नै राखिन्छ, त्यसमा फरक पर्दैन। अनि अर्को पनि के छ भने कति आइपिओहरूमा चाहिँ तपाईँको जस्तै मिनिमम किता 50 हुन्छ नि, जस्तै रिलायन्सको लागि हाम्रो मिनिमम किता कति थियो 50 थियो नि होइन। सो त्यो केसमा चाहिँ तपाईँले अकाउन्ट एड गर्ने बेला मिनिमम किता 10 हाल्नु भएको छ भने पनि यसले चाहिँ त्यो प्राइसलाई त्यो युनिटलाई कम्पेयर गरेर चाहिँ नि मिनिमम किता 50मा आएको छ तर तैँले 10 सेट गरेर छस् के 50 नै हाल्ने हो भनेर भन्छ। अनि
अथवा यसले डिफल्टमै मिनिमम किता सेलेक्ट गरिदिन्छ है, त्यसैले त्यो बेला नि हात्तिनु पर्दैन। कति केसमा हुन्छ नि 20 किता मिनिमम किन्नुपर्ने, तर तपाईँले त 10 किता सेट गर्नुभएको छ मैले जसरी, त्यसमा पनि यसले त्यो सिनारियोलाई पनि यसले चाहिँ ह्यान्डल गरिदिन्छ है। अनि तपाईँसँग मल्टिपल ब्याङ्क एकाउन्ट छ भने पनि त्यसले के गरिदिन्छ, यो सिनारियोलाई चाहिँ तपाईँलाई मजाले ह्यान्डल गरिदिन्छ ब्याङ्क एड गर्ने बेला, के अरे तपाईँको युजर एड गर्ने बेला नै है। सो अहिले यमलिङ हाइड्रो पावर लिमिटेड खोलेको रहेछ YMHL। सो मिनिमम किता 10, 21,000, सेयर पर युनिट 100, क्लोजेस कति 5-5मा भनेको रहेछ। सो हामी अप्लाई गरिदिउँ होइन। सेलेक्ट IPO नम्बर टु अप्लाई। सो 1 YMHL भनेको 1मा छ। इन्टर क्वान्टिटी अर प्रेस इन्टर फर मिनिमम युनिट, मैले भने नि कति क्वान्टिटी तपाईँलाई चाहिँ के गर्नु छ, अप्लाई गर्नु छ भने मैले यसलाई अब किनकि मैले त डिफल्टमा 10 सेट गरिसकेको छु, डिफल्टमा फेरि म 10 नहालिकन केही नहालिकन इन्टर दिइदिन्छु, एप्लिकेसन सबमिटेड। अब हेर्नुहोस् त मेरो चाहिँ के भइसक्यो, एप्लिकेसन चाहिँ अप्लाई भइसक्यो है, अप्लाई भइसक्यो नि कति फास्ट पनि। अब मैले त अहिले बुझाउँदाखेरि तपाईँहरूलाई अलिकति लामो हो, तर नर्मली अरू बेला नबोलिकन अप्लाई गर्ने बेला नि इन के भन्छ त्यसलाई ब्लिङ्क अफ आई तपाईँको अप्लाई भइसक्यो। सो अब यो त इन्डिभिजुअलको लागि भइहाल्यो, सबैको लागि गरौँ न। अप्लाई माइनस अल गर्नुभयो। अब सरी के थियो कमान्ड, मैले बिर्सेँ यार, स्ल्यास अप्लाई माइनस अल पो रहेछ है। सो अल गरेँ। अब सेलेक्ट मेम्बर्स फर IPO एप्लिकेसन भनेको छ, यो जस्तै स्पेस थिच्ने भने चाहिँ अनसेलेक्ट हुन्छ। यहीँ तपाईँले लेखेको छ स्पेसलाई टगल गर्छ भनेको छ, एले अल भनेको छ। सो ए गऱ्यो भने फेरि अलमा जान्छ होइन। हेर्नुहोस् है, मैले मेरो लागि त अप्लाई गरिसकेँ नि त, त्यही पनि म यसमा अप्लाई गरिँदाखेरि के हुन्छ, यसले त अप्लाई गरिसकेको रहेछ भनेर थाहा हुन्छ, अनि केही फरकै पर्दैन है। तपाईँले सबै क्लिक छ भने ल मैले गरेँ। अब चारैजनाको लागि एकैचोटि अप्लाई हुन्छ होइन। इन्टरिङ सेलेक्ट IPO नम्बर टु अप्लाई 1 ओके। अब क्वान्टिटी फर अल मेम्बर अर प्रेस इन्टर फर मिनिमम होइन, किनकि मैले मिनिमम सेट गरिसकेको छु। मिनिमम सेट गरेँ भन्दा नि यसले आफैले मिनिमम कति छ त्यो अनुसार सेट गर्दै 50 छ भने नि तपाईँले इन्टर फर मिनिमम भन्नुभयो भने के हुन्छ, यसले आफैले नै त्यो 50 सेलेक्ट गरिदिन्छ। यदि मिनिमम किता 50 थियो भने सब अटो हो। तपाईँले जस्ट युजर साइडमा के हुन्छ एकदम सजिलो छ। जस्तै हेर्नुहोस् त, मैले अघि मेरो लागि त मैले अघि नै अप्लाई गरेको थिएँ नि त होइन। सो यहाँ चाहिँ के भयो, अरू बाँकी 3जनाको लागि चाहिँ के भयो, हाम्रो अप्लाई भयो है। सो के भयो, मी अलरेडी अप्लाइड, त्यही भएर यसले त्यो केस पनि ह्यान्डल गरिदिन्छ क्या। अनि यताबाट के भयो, चारैजनाको हेर्नु त, मैले बोल्दा कतिजना अप्लाई भयो हुनै भयो, अप्लाई भयो थाहा नै भएन है। यो टाइममा त तपाईँले एउटा सिङ्गल युजरको लागि पनि म्यानुअली GUI-बाट गर्नुभयो भए टाइम लाग्थ्यो क्या, सिङ्गल युजरको लागि पनि है। सिङ्गल युजरको लागि नि भ्याउनु हुन्थ्यो। अहिले यति 4जनाको जति टाइममा भ्यायो त्यति एउटा युजरको लागि पनि भ्याउनु थियो तपाईँले GUI-बाट गर्नुभएको भए। सो सक्सेसफुल फर फेल 0 है। सो यसबाट अरू पनि गर्न मिल्छ। सरी, तपाईँहरूले स्ल्यास कमान्ड थिच्नु, रिजल्टहरू पनि चेक गर्न मिल्छ IPO को होइन। जस्तै रिजल्ट तपाईँले इन्डिभिजुअल लागि पनि चेक गर्न मिल्ने भयो, अथवा सिङ्गलको लागि पनि गर्न पाउने भयो। जस्तै मैले सबैको लागि चेक गरेँ। जस्तै अब कुन चाहिँ IPO चेक गरौँ त है त। सोपानको चाहिँ कस्तो छ भने, यो चाहिँ कस्तो हुन्छ भने चाहिँ सोपानको IPO त अलआउट भइसक्यो, तर हाम्रो त मेरो सेयरको API युज गर्छ नि त। मेरो सेयरमा चाहिँ अलि अलआउटेड नट अलआउटेड भन्नलाई चाहिँ अलिक टाइम लाग्छ क्या। जुन तपाईँले चेक गर्नुहुन्छ नि एउटा IPO अलआउटमेन्टको वेबसाइट गएर अनि आफ्नो DPID नम्बर हालेर अनि क्याप्चा हालेर त्यो पछि अलआउटेड 10 क्वान्टिटी भन्छ नि, त्यो वाला चाहिँ चेक होइन यसमा। यो चाहिँ मेरो सेयरको हो, मेरो सेयरमा चाहिँ आउनु अलिक टाइम लाग्छ। त्यसै कारणले जस्तै हेर्नु चाहिँ सोपानको मैले गरेँ भने नट एभाइलेबल आइरहेको छ क्या, किनकि के भन्दाखेरि त्यसमा चाहिँ ढिलो अपडेट हुन्छ होइन। तर मलाई रिजल्टै चेक गर्नु छ भने चाहिँ एउटा गरिसकेको IPI को चेक गरौँ। जस्तै कालिन्चोक हाइड्रो पावर लिमिटेड होइन, KHPL छ राइट। सो हो गरौँ। हेर्नुहोस् त है, यसरी रिजल्ट आउँछ क्या। तपाईँले अप्लाई अलआउटेड भयो कि भएन भने चेक गर्न सक्नुहुन्छ। नट अलआउटेड सरी, अनि नट अलआउटेड है। यसरी नै तपाईँले रिजल्टको चेक गर्न पाउनुहुन्छ। क्लियर गर्नु पऱ्यो भने तपाईँको स्क्रिन क्लियर हुन्छ। स्ल्यासमा चाहिँ अब तपाईँको IPO को लागि त यति हो। जस्तै यो दुइटा चाहिँ युज नगर्दा पनि हुन्छ। युज गर्नु छ भने नि तपाईँको अब यो दुइटा नचलेको केसमा यो दुइटा युज गर्दै जान्छ, तर जेनरली हामीले पर्दैन यो युज गर्न। यो चाहिँ ब्राउजर अटोमेसन हो, तपाईँहरूले यो नहेर्दा नि हुन्छ। डिप्रिसिएटेड है, यो डिप्रिसिएटेड भने चल्दै नचल्ने त होइन, जस सकेसम्म नचलाउने। किन चलाउनु, हामीसँग फास्टर अल्टरनेटिभ छ त होइन। अब अरू कमान्ड त तपाईँको यसमा तपाईँले चाहिँ नि आफ्नो पोर्टफोलियो पनि हेर्न सक्नुहुन्छ होइन। तपाईँको मेरो सेयरको अफिसियल पोर्टफोलियो नै फेच गर्छ यसले, जो आफैले म्यानुअली एड गर्ने एडिट गर्ने होइन। जस्तै पोर्टफोलियो ममको लागि चाहिँ मैले
अप्लाई गऱ्यो भने हेर्नुहोस् त है, यसरी टक्क लाएर पोर्टफोलियो तपाईँको मजाले आउँछ है। पोर्टफोलियो पनि हेर्न मिल्छ तपाईँले। मेरो सेयरको हो, तपाईँले यसको लागि केही गर्नु पर्दैन, म्यानुअली एड गर्नुपर्ने, व्याक मिलाउनु पर्ने, केही गर्नु पर्दैन। तपाईँको के हुन्छ, यो आफै मजाले के हुन्छ तपाईँको फेच गरिदिन्छ है। अर्को छ व्याक भनेको, जस्तै तपाईँले अब कुनै पनि सेयर किन्नु भएको छ, त्यसको लागि व्याक क्यालकुलेसन गर्नु भएको छैन भने नि तपाईँ के हुन्छ, यसले WSCC कमान्ड यसरी हान्नुभयो भने चाहिँ तपाईँले के गर्नु पाउनुहुन्छ भन्दाखेरि व्याक क्यालकुलेसन। एउटा भिडियोमै बुझाउनु थाल्यो भने धेरै लामो हुन्छ। जस्तो तपाईँले हेर्नु त मार्केट समरी, टप गेनर, टप लुजर होइन, जस्तै टप सेल गर्नु भने टप गेनर, टप 10 गेनर र टप 10 लुजर आउँछ। अनि स्टक त मैले बुझेँ। प्राइस हिस्ट्री पनि हेर्न सक्नुहुन्छ। प्राइस हिस्ट्री पनि एकदम इन्टरेक्टिभ छ। प्राइस हिस्ट्री जस्तै भरौँ ल होइन, जस्तै के छ 2026 30 तारिकमा कति थियो, ओपन हाई लो क्लोज यसरी, अथवा नेक्स्ट गर्नुभयो भने तपाईँको कहाँ छ इन्टर थिच्नुभयो भने तपाईँको नेक्स्ट डेटाहरू पनि आउँछ होइन। त्योभन्दा प्रिभियस डेटाहरू पनि यसरी इन्टरेक्टिभ छ। क्विट गर्नु भने ब्याक टु त्यही आउँछ। अरू कमान्ड के छ, 52 विकमा नजिक भएको स्टकहरू, नियर 52 सेम थिङ हो। आई थिङ्क दुईवटा कमान्ड सेम होला है, यो दुईवटा सेमै जस्तो लाग्यो मलाई। म चेक गर्छु नि, हटाइदिन्छु। फ्लोर सिट पनि चेक गर्न पाउनुहुन्छ। होलिडेज त अब मलाई चाहिँ सजिलो लाग्छ है होलिडेज हेर्न। सो रिपब्लिक डे 29 मेमा रहेछ, अब सिधै मार्केटको होलिडे। नाइस। कम्पनीको इन्फोहरू पनि हेर्न पाउनुहुन्छ। जस्तै प्रोफाइल, एनटिसीमा गर्नुपर्ने एनटिसीको डिटेलहरू आउँछ तपाईँलाई, सेयर स्ट्रक्चर होइन, प्राइस रेन्ज, लास्ट डिभिडेन्ड यताउति, अथवा फन्डामेन्टलमा पनि तपाईँको त्यही आउँछ होइन। स्टकको के डिटेल छ, लास्ट फिस्कल इयरमा कतिको प्रफिट टु अर्निङ रेसियो होइन, बुक भ्याल्यु, इपिएस कति छ, तपाईँको अब ग्राम भ्याल्यु अनेक आउँछ। अब मार्केट डेप्थ त तपाईँको मार्केट खुलेको बेलामा मात्र चेक गर्न मिल्छ, कसले कति किनिरहेछ, कसले कति बेचिरहेछ भन्ने मात्र हो होइन। अब सिग्नल्सको लागि ट्राई गर्नुहोस् न, सबै एकैचोटि नगरौँ। अब ब्रोकर्स भनेको सिम्पल अब लिस्ट अफ ब्रोकर मात्र, अरू केही पनि होइन, यत्तिकै रमाइलो लागिरहेको मात्र हो। यो ब्रोकर सम्मरी हो। यो जस्तै ब्रोकर सम्मरीमा -1 डे गऱ्यो भने चाहिँ अस्तिको चाहिँ कति थियो त सम्मरी हेर्न सक्नुहुन्छ यसरी मजाले। जस्तै नेट बायर्समा चाहिँ अब नासा सेक्युरिटिजले चाहिँ धेरै बाई गरेको रहेछ होइन। कति छ टप बाईमा एनआरएन, एसएआइएल, एनएचपिसीहरू रहेछ। यसरी टप सेलमा यसरी पनि डेटा तपाईँले पाउन सक्नुहुन्छ ब्रोकर सम्मरीमा चाहिँ। यही हो, यस्तै कुराहरू छ। त मेरो मेन फोकस भनेको चाहिँ त्यही तपाईँहरूलाई आइपी अटोमेसन गर्न सिकाउने मात्र थियो। सेक्टरमा यो खासै केही फरक पर्दैन। तपाईँले चाहिँ माइक्रो फाइनेन्सको कति स्टक छ, लाइफ इन्सुरेन्सको कतिवटा स्टक छ, हाइड्रोमा कतिवटा स्टक छ होइन। सबसे धेरै चाहिँ हाम्रो केमा रहेछ प्रमोटरले सबसे धेरै चाहिँ हाम्रो हाइड्रोमै रहेछ स्टक होइन, ट्रेडेबल स्टकहरूमा चाहिँ। यसै तपाईँहरूले इन्फर्मेसन पाउन सक्नुहुन्छ। अरू कमान्ड हुन्छ धेरै एक्सप्लेन गरेर। मेरो मेन फोकस चाहिँ त्यो आइपिओ अटोमेसनमा देखाउनु थियो। तपाईँले यसरी यो मेम्बर म्यानेजमेन्ट तपाईँले अब नयाँ मेम्बर एड गर्नेदेखि लिएर यसमा चाहिँ कतिवटा मेम्बर्स हेर्न पायो, एडिटमा तपाईँको एक्जिस्टिङ मेम्बरको डिटेलहरू एडिट गर्न पायो, डिलिट गर्न पायो। म्यानेज भनेको अब त्यही अब एउटा इन्टरेक्टिभ तरिका मात्र हो यसरी है, त्यही माथि भएको कुरालाई इन्टरेक्टिभली मात्र हो, अरू केही होइन। अल इन वान कमान्ड जस्तै। अब पोर्टफोलियो मैले भने, व्याक रिपोर्ट भने, इन्फोको तपाईँको मेरो सेयरको डिटेल फेस गरिदिन्छ तपाईँको होइन, सबै डिपिआइडी, एड्रेस, घर, ठेगाना, ब्याङ्क एकाउन्ट के छ। अनि डिपी लिस्ट भनेको त्यही केही पनि होइन। डिपी लिस्ट भनेको तपाईँको त्यो मेरो सेयरमा जुन आउँछ नि, डिपी नम्बर के हो भन्नलाई त्यति मात्र है। जस्तै त्रिशुल सेक्युरिटी लागि 17100, सरी डकर आयो मेरो। अरू कुन कमान्ड छ यार, अरू यति हो। सबै ट्राई गर्नु न, सबै सेफ कमान्ड छ। एउटा केही तपाईँको डेटा मबाट पुग्ने होइन। तपाईँको आइपिओ के अरे मेरो सेयरको कमान्ड के अरे मेरो सेयरको क्रेडिन्सियल ममा आएर मैले बेचेर पैसा मलाई आउनु पनि होइन। मैले बेचेँ भने पनि तपाईँहरूलाई पैसा आउँछ, र बेच्नुभन्दा अगाडि मलाई तपाईँको आइडियाहरू केही आउँदैन है। यो कोड ओपन सोर्स छ, केही पनि फरक पर्दैन। 100% ढुक्क हुनुहोस्, केही पनि हुँदैन। यदि केही भएछ भने पनि केही हुँदैन, केही हुँदैन, एकदम 100% सेफ हो। कस्तो स्क्यामर जस्तो सुने यार, यस्तो कन्भिन्स गराइरहेको जस्तो। युज गर्नुहोस्, नगर्नुहोस्। धन्यवाद। साँच्चै अनि तपाईँको इन्स्टलेसन गर्नलाई चाहिँ तपाईँले के गर्नु पऱ्यो भने तपाईँकोमा पाइथन इन्स्टल हुनु पऱ्यो होइन। पाइथन चाहिँ तपाईँले गुगलबाट पाइथनको अफिसियल साइटबाट डाउनलोड पाइथन गरेर इन्स्टल गर्न सक्नुहुन्छ। अनि पाइथन गरिसकेपछि तपाईँले पहिलो कुरो गर्नुपर्ने भनेको तपाईँको पाइथन चाहिँ इन्स्टल भएको छ कि छैन भनेर है, पाइथन इन्स्टल गर्नुहोस्। अब जेनरली अब नर्मली प्रोग्रामरहरूलाई त थाहा नै हुन्छ पाइथन कसरी इन्स्टल गर्ने भनेर, के गर्नु पर्दैन, गाह्रो पनि छैन।
यता गएर पाइथन डाउनलोड गरेर चाहिँ तपाईँले यसरी डाउनलोड पाइथनमा गएर डाउनलोड रिलिज फर विन्डोज म्याक के छ तपाईँहरूसँग, त्यही गरेर चाहिँ यसरी तपाईँले अर गेट द स्ट्यान्ड अलोन इन्स्टलर फर पाइथन डाउनलोड गर्ने EXE फाइल डाउनलोड हुन्छ अनि त्यसरी इन्स्टल गर्न सक्नुहुन्छ। डिपमा जानु, पाइथन इन्स्टल भएपछि तपाईँले के गर्नुपर्छ, पिप इन्स्टल नेप्से CLI गर्नुपर्ने हुन्छ है। मैले त इन्स्टल गरिसकेको छु, तपाईँहरूले गर्नुभएको छ कि भएको छैन त्यो पनि म गरिदिन्छु। यसरी इन्स्टल हुन्छ, त्यसपछि तपाईँहरूले एउटा इन्स्टलेसन कम्प्लिट भइसकेपछि यो प्याकेजको बुझ्नु भने यसरी तपाईँले प्याकेज डाउनलोड गर्न पाइरहेछ नि, त्यो सेफ हो क्या, मलाई तपाईँहरूबाट केही लिनु छैन है। अनि त्यो पछि इन्स्टल भइसकेपछि के हुन्छ, नेप्से गर्नुभयो भने तपाईँको कमान्ड रन हुन्छ, अथवा रन भएन भने पनि कारणहरू छ त्यसको लागि। त्यो एक्चुअली रिडमी पढ्नु होला, मैले मेन्सन गरेको, नत्र ChatGPT जसलाई सोधे पनि हुन्छ, बिस्तारै जस समस्या चाहिँ हुँदैन है। हस् त, धन्यवाद।